जस्तो उनपुत्रको दुईजना सिक्न उसका दुईटा छोराहरू थिए अनि एउटा चाहिँ एकदमै असल छोरा कान्छो पनि असलै छोरा हुँदा तर जब चाहिँ एउटा स्त्रीपट्टि जीवित भयो एउटा वृक्षपट्टि जब ऊ लाग्यो उसले चाहिँ बाबुसँग अंश माग्ने भयो सम्पत्ति माग्ने भयो अनि त्यही सम्पत्तिको बेचेर चाहिँ बेचेर उडाउने भयो अनि त्यही उडाएको कारणले चाहिँ नि उसले चाहिँ नि कुकुरले नपाउने दुःख पायो डुङ्गुरलाई चाहिँ चारो दिने काम पायो खाना पनि पाएन अनि डुङ्गुरसँग चारो खाने भयो र अन्तिममा गएर ऊ पश्चात गऱ्यो अनि पश्चात गऱ्यो मेरो बुबाको त धेरै नोकर चाकरहरू छु म त आज यहाँ चाहिँ गुङ्गुरको चारो खाएर बाँचिरहेको छु म पनि अब त्यो बुबाको धेरै नोकर सरी एउटा नोकर भएर म त्यो ठाउँ जान्छु छोरा बन्न लायक योग्यको त म छैन किनभने मैले उहाँको विरुद्धमा पार भएको छु त्यस कारण चाहिँ म उहाँको धेरै नोकर सरी एक नोकर भएर चाहिँ अब काम गर्छु भनेर फर्केको छु अनि हामी यो जवान अवस्थामा जब हामीले बुझ्दैनौँ उहाँको सम्पत्ति डल्लै उडाइदिन्छ नि हाम्रो वृद्ध हुन्छ नि त्यो अवस्थामा अनि हामीले चाहिँ कुकुर नपाउनु दुःख पाउँछ किनभने हामीसँग तागत हुँदैन एक कुरा दोस्रो कुरा हामीसँग पैसा हुँदैन तेस्रो कुरा हामीसँग सम्पत्ति नै हुँदैन अनि यति कुरामा भविष्य हामीलाई कसले हेर्छ मलाई थाहा छ जिन्दगीमा नि तपाईँसँग धन सम्पत्तिहरू टन्नै छ भने नि तपाईँसँग सम्बन्ध जोड्ने मान्छेहरू थुप्रो आइदिन्छ जुन दिन तपाईँसँग केही पनि हुँदैन भने तपाईँलाई चिन्ने मान्छेले नचिनेर हेरिदिन्छ आज चाहिँ तपाईँको लागि चाहिँ वाह भन्ने मान्छे नि भोलिको दिनमा चाहिँ नि तपाईँलाई देख्दै गर्दा कस्तो बिरालो हुन्छ किनभने नि धन भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण संसारमा छ जो व्यक्तिसँग धनी छ नि त्यो व्यक्तिसँग सम्बन्ध राख्न धेरै मान्छेहरू आउँछन् त्यही धनी व्यक्ति नै एक दिन गरिब भएर पाल्न बसोस् च्यातेको लुगा लगाओस् त उसको आफ्नै दाजुभाइ पनि मेरो भाइ भन्न आउँदैन किनभने नि उसँग केही पनि छैन जोसँग केही छैन त्योसँग को आउँछ अनि जोसँग छ त्योसँग आउँछ यो कुरा चाहिँ मैले भोगेको कुरा हो मैले आफ्नो जीवनमा एउटा कुरा छ जिन्दगीमा नि जब सुक्खा हुन्छ नि त्यसले केही कुरा पनि तपाईँले सिकाउँदैन जिन्दगीमा तपाईँ जब दुःखसँग तपाईँ हुर्किनुहुन्छ नि त्यो दुःखले चाहिँ एउटा पाठ सिकाउँदो रहेछ एउटा पाठ पढाएर जाँदो रहेछ त्यो कुरा चाहिँ मैले सिकेको छु जिन्दगीले मान्छेलाई चाहिँ दुःख आउनु चाहिँ म भन्छु साह्रै राम्रो कुरा रहेछ यदि त्यो जिन्दगीमा सानैदेखि सुख शान्ति मोज मजामा हुर्केको छ भने त्यो छोराले चाहिँ केही पनि कुरा बुझेको हुँदैन भोलिबिहान आफ्नो बाउलाई लगेर नि वृद्ध अवस्थामा हाल्दा पनि भेट गर्दैन तर जुन व्यक्तिले दुःखसँग कष्टसँग उसलाई चाहिँ खानको लागि पनि अपुर भएर चाहिँ नुनसँग एउटा सेतो नुनसँग फर्केर खाँदैछ नि त्यो छोराले बुझेको हुन्छ दुःख के हो मेहनत के हो अनि रुपियाँ पैसा के हो परिवार के हो छिमेकी के हो भन्ने कुरा बुझेको हुन्छ त्यो दुःखको घडीमा नि तपाईँलाई साथ दिने चाहिँ कुनै पनि हुँदैन तपाईँ चाहिँ एक्लो हुनुपर्छ त्यो एक्लै लगाउनुपर्छ दुःखको बेलामा अनि त्यो व्यक्ति चाहिँ बोलिएको हुन्छ हामी